नमस्कार साथीहरू, यस युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज मैले लोकसेवाका लागि एकदमै महत्त्वपूर्ण मानिने समसामयिक प्रश्नहरू लिएर आएको छु। जसबाट चाहिँ हाम्रो लोकसेवा एक्जाममा 5 वटा जति प्रश्नहरू सोध्ने गर्दछ। कृपया भिडियोलाई कति पनि स्किप नगरेर अन्तिमसम्म साथ दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुहोला। यदि भिडियो राम्रो लागेमा लाइक र सेयर गर्न पनि नबिर्सिनुहोला। आजको भिडियो सुरु गरौँ पहिलो प्रश्नबाट। पहिलो प्रश्न रहेको छ, कुल संरक्षित क्षेत्रले नेपालको कति प्रतिशत हिस्सा ओगटेका छन्? अप्सन नम्बर ए 22.39%, बी 23.39%, सी 24.39%, डी 25.39%। साथीहरू, प्रश्न रहेको छ कुल संरक्षित क्षेत्रले नेपालको कति प्रतिशत हिस्सा ओगटेका छन्? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर बी 23.39%, जसमा नेपालमा जम्मा यो त राष्ट्रिय निकुञ्ज कतिवटा छन् त 13वटा राष्ट्रिय निकुञ्जहरू छन्, जसले 13वटा राष्ट्रिय निकुञ्ज छन् जसले चाहिँ 8.02% हिस्सा ओगट्ने गर्दछन्। त्यसै गरी मध्यवर्ती क्षेत्र कतिवटा छन् त 14वटा मध्यवर्ती क्षेत्र छन् र यिनीहरूले चाहिँ 3.86% हिस्सा ओगट्ने गर्दछन्। त्यसै गरी एउटा शिकार आरक्ष, एउटा वन्यजन्तु आरक्ष अनि संरक्षित क्षेत्र 6वटा गरेर चाहिँ जम्मा कतिवटा त साथीहरू 21वटा संरक्षित क्षेत्रहरू छन् र तिनले ओगट्ने क्षेत्रफल कति रहेछ त 23.39% रहेछ। यसको सही आन्सर के त साथीहरू अप्सन नम्बर बी 23.39%। यसमा राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष, संरक्षित क्षेत्र अनि वन्यजन्तु आरक्ष सबैले ओगटेको हिस्सा जोडेर चाहिँ जम्मा 23.39% हो भन्ने कुरा बुझ्नु होला। र यसै गरी प्रश्न नम्बर 2मा रहेको छ साथीहरू, 2083मा कतिौं लोकतन्त्र दिवस मनाइएको छ? अप्सन नम्बर ए 20औं, 21औं, 22औं र 23औं। साथीहरू, प्रश्न एकदमै महत्त्वपूर्ण रहेको छ। 2083मा कतिौं लोकतन्त्र दिवस मनाइएको छ भनेर प्रश्न रहेको छ। यसको सही आन्सर के हो त साथीहरू अप्सन नम्बर ए 20औं लोकतन्त्र दिवस मनाइएको छ 2083मा। यसमा के बुझ्नु पर्यो भन्दाखेरि लोकतन्त्र दिवस चाहिँ वैशाख 11 गते मनाइन्छ। वैशाख 11 गते यो चाहिँ कहिलेदेखि मनाउन सुरु गरियो त साथीहरू? दोस्रो जनआन्दोलन 2062-63मा भएको 19 दिनको दोस्रो जनआन्दोलन 2062 चैत्र 24 गतेबाट वैशाख 11 गतेसम्म, चैत्र 24 गतेबाट वैशाख 11सम्म चाहिँ भएको 19 दिने दोस्रो जनआन्दोलन पश्चात नेपालमा लोकतन्त्रको स्थापना भएको दिनको सम्झनामा चाहिँ वैशाख 11 गते लोकतन्त्र दिवस मनाइन्छ। र यसै गरी साथीहरू, यसमा धेरै झुक्किने भनेको चाहिँ लोकतन्त्र र गणतन्त्र दिवसमा धेरै झुक्किनुहुन्छ। लोकतन्त्र दिवस भनेको चाहिँ वैशाख 11 गते हो भने गणतन्त्र दिवस कहिले हो त? जेठ 15 गते गणतन्त्र दिवस। जेठ 15 गते चाहिँ गणतन्त्र दिवस मनाइन्छ भनेर बुझ्नु होला। र यसको सही आन्सर के हुन्छ साथीहरू अप्सन नम्बर ए 20औं। 2083मा 20औं लोकतन्त्र दिवस मनाइएको छ। यसै गरी अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 3, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश कहिले जारी भएको हो? यो चाहिँ अहिले एकदमै जल्दो बल्दो विषय, एकदम चर्चामा आएको विषय पनि हो। अप्सन नम्बर ए 2083 वैशाख 19, अप्सन नम्बर बी 2083 वैशाख 22, अप्सन नम्बर सी 2083 वैशाख 17 र अप्सन नम्बर डी 2083 वैशाख 21। साथीहरू, प्रश्न रहेको छ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश कहिले जारी भएको हो भनेर सोधेको छ। र यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी 2083 वैशाख 22 गते। वैशाख 22 गते के भयो त? यो अध्यादेश जारी भएको हो, संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको हो। यसमा चाहिँ यो एकदमै चर्चामा आएको विषय पनि थियो अहिले। त्यसै गरी अर्को प्रश्नमा जाउँ साथीहरू। प्रश्न नम्बर 4, विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल कतिौं स्थानमा पर्दछ? यो चाहिँ भर्खरै आएको नयाँ तथ्याङ्क अनुसार हो। अप्सन नम्बर ए 89औं, अप्सन नम्बर बी 88औं, अप्सन नम्बर सी 90औं र अप्सन नम्बर डी 87औं। साथीहरू, प्रश्न रहेको छ विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल कतिौं स्थानमा पर्दछ भनेर भनेको छ।
यो 2026 अनुसारको कुरा हो र यसको सही आन्सर चाहिँ अप्सन नम्बर डी 87 औँ भन्ने हो। 87 औँ चाहिँ यसको सही आन्सर हो र यहाँभन्दा अगाडि 2025 मा चाहिँ कतिमा पर्थ्यो भन्दाखेरि 90 औँ। 2025 मा 90 औँ। 90 औँ चाहिँ 2025 मा हो र 89 औँ भनेको अहिले 2026 अनुसार आतङ्कवाद सूचकाङ्कमा नेपाल 89 औँ देश 89 औँ नम्बरमा पर्दछ कि आतङ्कवाद सूचकाङ्कमा नेपाल 89 औँ स्थानमा पर्दछ। साथीहरू यसमा बुझ्नुपर्ने के त विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल हाल कति औँ स्थानमा पर्दछ भने 87 औँ र यो 90 औँ भनेको चाहिँ के हो त 2025 अनुसार 90 औँ स्थानमा पर्थ्यो। त्यसै गरी 89 औँ भनेको 2026 अनुसार आतङ्कवाद सूचकाङ्कमा हो। साथीहरू त्यसै गरी अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 5 वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धरा श्री पुरस्कार 2083 कसलाई प्रदान गरेको छ? स्वामी आनन्द अरुण, लोकेन्द्र बहादुर चन्द, माधव खनाल र तुलसी दिवस। साथीहरू प्रश्न रहेको पुरस्कारबाट आएको छ होइन। वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धरा श्री पुरस्कार 2083 कसलाई प्रदान गरेको छ भनेर प्रश्न सोधेको छ र यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी लोकेन्द्र बहादुर चन्द। लोकेन्द्र बहादुर चन्दलाई वसुन्धरा यस वर्षको चाहिँ वसुन्धरा श्री पुरस्कारबाट चाहिँ के त सम्मान गरिएको छ। र यसै गरी स्वामी आनन्द अरुण भनेको मानश्री पुरस्कार 2083 मानश्री पुरस्कार र त्यसै गरी माधव खनाल भनेको बानीरा प्रज्ञा पुरस्कार 2082 बानीरा प्रज्ञा पुरस्कार चाहिँ माधव खनाललाई र त्यसै गरी तुलसी दिवस भनेको चाहिँ 2082 को के वसुन्धरा श्री पुरस्कार 2082 चाहिँ 2082 मा तुलसी दिवसलाई सम्मान गरिएको थियो वसुन्धरा श्री पुरस्कारबाट। त्यसै गरी अहिले 2083 मा चाहिँ कसलाई त साथीहरू लोकेन्द्र बहादुर चन्दलाई। त्यसैले यसको सही आन्सर के त अप्सन नम्बर बी लोकेन्द्र बहादुर चन्द। साथीहरू अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 6 10औं प्रधानमन्त्री कप 2083 राष्ट्रिय भलिबल लिगको महिलातर्फको उपाधि कुन टिमले जितेको छ? अप्सन नम्बर ए नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल क्लब, रुकुम पश्चिम भलिबल क्लब। प्रश्न रहेको छ 10औं प्रधानमन्त्री कप 2083 राष्ट्रिय भलिबल लिगको महिलातर्फको उपाधि कुन टिमले जितेको छ? र यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए नेपाल पुलिस क्लब। नेपाल पुलिस क्लबले चाहिँ यसको उपाधि जितेको हो भने साथीहरू यसमा उत्कृष्ट खेलाडी चाहिँ उषा भण्डारी हुन पुगेकी थिइन्। उषा भण्डारी। त्यसै गरी यसमा उपविजेता चाहिँ न्यू डायमन्ड क्लब भन्ने थियो। उपविजेता न्यू डायमन्ड क्लब भन्ने थियो। र यसै गरी यो रुकुम पश्चिम भलिबल क्लब भनेको चाहिँ के हो त साथीहरू पुरुषतर्फ चाहिँ जित्ने चाहिँ रुकुम पश्चिम भलिबल क्लब हो। पुरुषतर्फ चाहिँ जितेको थियो। पुरुषतर्फ जित्ने चाहिँ रुकुम पश्चिम भलिबल क्लब थियो। यो कहिलेदेखि कहिलेसम्म भयो भने चाहिँ साथीहरू विक्रम सम्वत 2083 वैशाख 10 देखि 19 सम्म है। वैशाख 10 देखि 19 गतेसम्म भएको थियो। यसको सही आन्सर के त साथीहरू अप्सन नम्बर ए नेपाल पुलिस क्लब। यसै गरी अर्को प्रश्नमा जाउँ साथीहरू। प्रश्न नम्बर 7 युरो मुद्रा लागू गर्ने 21औं देश कुन हो? अप्सन नम्बर ए इस्टोनिया, क्रोएसिया, सर्बिया र बुल्गेरिया। प्रश्न रहेको छ युरो मुद्रा लागू गर्ने 21औं देश कुन हो? र यसको सही आन्सर के हो त साथीहरू अप्सन नम्बर डी बुल्गेरिया। बुल्गेरिया चाहिँ युरो मुद्रा प्रचलन अथवा लागू गर्ने 21औं देश हो भने क्रोएसिया चाहिँ कति हो त 20औं भनेको क्रोएसिया हो। र यसमा अर्को बुझ्नुपर्ने के हो त साथीहरू बुल्गेरियाले चाहिँ कहिलेबाट लागू गर्यो भने चाहिँ 2026 जनवरी 9बाट चाहिँ लागू गरेको हो। त्यसै गरी युरो मुद्रा कहिलेबाट प्रचलनमा आयो भनेर सोध्यो भने 2002बाट प्रचलनमा आएको हो। यसमा बुझ्नुपर्ने यति नै साथीहरू के त
युरो मुद्रा लागू गर्ने 21औं देश भन्यो भने बुल्गेरिया, 20औं देश कुन हो भने चाहिँ क्रोएसिया। र बुल्गेरियाले कहिलेबाट लागू गर्यो भनेर सोध्यो भने 2026 जनवरी 9बाट। र युरो मुद्रा कहिलेबाट प्रचलनमा आयो भने चाहिँ के त 2002बाट चाहिँ प्रचलनमा आएको हो। सन् 2002बाट प्रचलनमा आएको भनेर बुझ्नु पर्यो। त्यसै गरी अर्को प्रश्नमा जाउँ साथीहरू। प्रश्न नम्बर 8, सरकारले हप्ताको 2 दिन बिदा दिने निर्णय कहिले गरेको हो? अप्सन नम्बर ए विक्रम सम्वत 2082 चैत्र 20, अप्सन नम्बर बी विक्रम सम्वत 2082 चैत्र 22, विक्रम सम्वत 2082 चैत्र 24, विक्रम सम्वत 2083 वैशाख 1। प्रश्न रहेको छ सरकारले हप्ताको 2 दिन बिदा दिने निर्णय कहिले गरेको हो? र यसको सही आन्सर के हो त साथीहरू? अप्सन नम्बर बी विक्रम सम्वत 2082 चैत्र 22बाट चाहिँ यसको निर्णय गरेको हो भने यो लागू कहिलेबाट भयो भनेर सोध्यो भने चाहिँ चैत्र 23 गतेबाट लागू हुने गरी चैत्र 22 गते चाहिँ निर्णय गरेको। चैत्र 23मा बाट लागू भयो। चैत्र 23बाट लागू भयो भनेर बुझ्नु पर्यो। त्यसको निर्णय चाहिँ चैत्र 22 गते नै भयो। त्यसै गरी वैशाख 1मा चाहिँ के भएको त साथीहरू? गोरखापत्रमा 2वटा भाषा थपिएका हुन्। पहिला 46वटा थियो भने अहिले सन्थाल र हायु गरी 2टा भाषा थपिएर कति भयो त 48वटा। गोरखापत्रमा 2टा भाषा थप भए र 48 पुगे। एउटा सन्थाल, एउटा हायु। हायु चाहिँ थपियो भनेर बुझ्नु पर्यो। सो सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर बी विक्रम सम्वत 2082 चैत्र 22बाट चाहिँ सरकारले 2 दिन बिदा दिने निर्णय गरेको हो। त्यसै गरी अर्को प्रश्नमा जाउँ साथीहरू। प्रश्न नम्बर 9, लोकसेवा आयोगको 6औं राष्ट्रिय सम्मेलन 2082 कहाँ भएको छ? विराटनगर मोरङ, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली, पोखरा कास्की। प्रश्न रहेको छ साथीहरू लोकसेवा आयोगको 6औं राष्ट्रिय सम्मेलन 2082 कहाँ सम्पन्न भएको छ? र यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर डी पोखरा कास्की। पोखरा कास्कीमा चाहिँ यसको 6औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ भने यसै गरी वीरेन्द्रनगरमा चाहिँ सुर्खेतको वीरेन्द्रनगरमा चाहिँ कहिले भएको थियो त? चौथो राष्ट्रिय सम्मेलन लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन भएको थियो भने 5औं चाहिँ कहाँ भएको थियो त? विराटनगरमा 5औं भएको थियो। 5औं भएको थियो भनेर बुझ्नु पर्यो साथीहरू। यसको सही आन्सर चाहिँ के हुन्छ त? अप्सन नम्बर डी पोखरा कास्की। पोखरा कास्की इज द करेक्ट आन्सर। त्यसै गरी अर्को प्रश्नमा जाउँ। आजको अन्तिम प्रश्न। प्रश्न नम्बर 10, भारतीय गायिका आशा भोसलेको निधन कहिले भयो? 2026 मार्च 13, 2026 मार्च 12, 2026 अप्रिल 12, 2026 अप्रिल 13। साथीहरू प्रश्न रहेको छ भारतीय गायिका आशा भोसलेको निधन कहिले भयो? यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी 2026 अप्रिल 12। 2026 अप्रिल 12मा चाहिँ आशा भोसलेको निधन भएको छ भने यसै गरी उनको बारेमा बुझ्नुपर्ने चाहिँ के हो भन्दाखेरि उनको चाहिँ 92 वर्षको उमेरमा निधन भएको हो। उनले थुप्रै नेपाली गीतहरू पनि गाएकी छिन् जस्तै मोहनी लाग्ला है, गैरी खेतको सिरै हान्यो जस्ता गीतहरू गाएकी छिन्। उनको निधन चाहिँ कहिले भयो त साथीहरू? 92 वर्षको उमेरमा 2026 अप्रिल 22मा उनको निधन भएको छ। आजको लागि यति नै साथीहरू। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। र च्यानलमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरेर जोड्नु होला, सपोर्ट गरिदिनु होला। आजको लागि यति नै। धन्यवाद।